नेपाल न हिजो बफर स्टेट थियो, न आज बफर स्टेट छ, न भोलि नेपाल नामको देश रहन्जेल बफर स्टेट रहन्छ। बफर स्टेट भनेको चाहिँ, जसलाई बफर जोन पनि भनिन्छ, बफर स्टेट भनेको दुईवटा कन्फ्लिक्टिङ कन्ट्रीहरू, दुईवटा द्वन्द्वरत युद्धरत देशहरू को बीचमा यदि कुनै स्पेस खाली छ भने त्यो खाली स्पेस न्यूट्रल स्पेस हो। त्यो स्पेसलाई बफर जोन, बफर स्टेट भनेर भनिन्छ। जस्तै नेपालको 10 गजा, भारत र नेपालमा 10 गजा भन्ने एउटा पार्ट छ, त्यसमा भारतले पनि दाबी गर्न सक्दैन र नेपालले पनि दाबी गर्न सक्दैन। त्यसैले हाम्रो लागि त्यो बफर जोन हो। त्यस्तै स्टेट हो बफर स्टेट भनेको। त्यसैले यो राष्ट्रिय स्वतन्त्र पार्टीले जुन बफर स्टेटको कन्सेप्ट ल्याएको रहेछ, मैले त हेरेको थिइनँ। यो नेपाल कहिल्यै बफर जोन, बफर स्टेट भएन। हाम्रो आफ्नै सोभरेन्टी छ, हाम्रो आफ्नै फरेन पोलिसी छ, हाम्रो आफ्नो सरकार छ, हाम्रो आफ्नो कानुन छ र दुनियाँलाई हेर्ने हाम्रो दृष्टिकोण छ। उदाहरणको लागि हामीले रुस र युक्रेनको युद्धमा युक्रेनको पक्षमा नेपालले, तत्कालीन सरकारले समर्थन जाहेर गरेकै हो। हाम्रो आफ्नो ओपिनियन छ। हामी अमेरिकासँग, चाहे भारतसँग, चाहे चीनसँग इन्डिपेन्डेन्ट रिलेसन राख्न सक्छौँ। त्यसैले हामी बफर जोन होइनौँ, हामी बफर स्टेट होइनौँ।